क्यामेरा किन सर राखेको हुन्छ त्यो किडलाई मात्र देखाएर हो क्या मैले खास गरी तर म हेर्दिनँ क्या त्यो दिन बेडसेट मिलाउनु पऱ्यो भने शुभम भ्लग्सलाई भन्दा हुन्छ हामी टक्क बेडसेट मिलाइन्छौँ भ्यालेन्टाइन आउँदैछ कसैलाई बेड मिलाउनु पऱ्यो हामीलाई हामीलाई कन्ट्याक्ट गर्दा भ्यालेन्टाइन 500 रुपियाँमा तपाईँहरूले बेड तपाईँले भने भन्दा खतरा मिलाइन्छौँ भने केटी भियरहरू चाहिँ मलाई यसो एड गर्नु यसोतिर हामी किन साको भर्खर 3 घन्टा भयो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजना सन्चै हुन्छ म पनि सन्चै छु नेक्स्ट मन्थ अनि अहिले हामी कलेजबाट आएर ब्रेक लगाएको होइन अनि त्यही हो अहिले चाहिँ मैले अहिले चाहिँ हामी जाँदैछौँ है आज चाहिँ हामी आजको प्र्याक्टिकलको लागि होइन ललितपुर आइछौँ अनि चाहिँ मेरो साथी इन्ट्रोडक्सन दिनु हेलो गाइस आई एम माइस्टर स्याम आई एम द गॉड यसको दाइ हो म बुझ्नुस् दाइ सबैजनाले लाइक शेयर सब्स्क्राइब आज हामी मलाई सबले चिन्छ मलाई मेरो नाम के भन्दै थियो हाम्रो युनिक छ युनिक इन्ट्रोडक्सन युकेश लोक छन् है इन्ट्रोडक्सन त्यो भने क्या म चाहिँ सुजन गुरुङ हैन होइन मैले चिया छैन होइन नेपाल गीत छ नेपाल गीत मेरो नाम प्रतीकबाट है गाइस केही भन्नु छैन उसलाई तिनजना केटी मात्रै मिलाइदियो हुन्छ उसलाई केही पनि भन्नु छैन अरे होइन साथीहरू छन् होइन म इन्ट्रोडक्सन गराइहाल्छु के छ भाउ के छ हेलो भन्नु ओ तुमिना ओ तुमिना यहाँ हेलो भन्दै मैले तिम्रो च्यानलको प्रमोसन हान्दियो सो अगाडि गाइस अहिले हामी कहाँ आइदियो मलाई थाहा छैन के छ डन अहिले चाहिँ हामी जाँदैछौँ होइन सबजना साथीहरू छौँ यतापट्टि केटाहरू छ होइन हामी रमाइलो गर्छौँ यो गीत चेन्ज गरेर भन न यो गुरु चाहिँ गीत चेन्ज गर्नु पर्ने अपेक्षा भेट्नु होइन प्र्याक्टिकलमा जानु पर्ला जस्तो सक्दिनु भएन होइन हामी ओटिन्छौँ पुरामा खान जान्छौँ नि चट्टा बाह्रमा यस्तो फोहोर चाहिँ नगरौँ होला मेयर साहब आएर होइन दोष भ्लग हाल्नुपर्छ हामी खोपिरेन्सहरू लाइनमा भ्लग हाल्नुपर्छ ओ लाइनमा हिँड लाइन मेन्टेन गरेर हिँडिदिनु होला है लाइनमा हिँड है क्या क्युट भाइ बहिनीहरू थियो अरे देख्न सक्नुहुन्छ तपाईँहरूले होइन हामी नि यही जमानाबाट अहिले यहाँ आइपुग्या हो अनि केटाहरू छन् पछाडि अहिले हामी कुन ठाउँ छौँ मात्र भनौँ तिमी अहिले हामी ललितपुरतिर छौँ अहिले पाटन हस्पिटलतिर छौँ अहिले मिडिया पाटन छोडिदिने होइन यसलाई प्रदीप राजको हस्पिटलतिर छोडिदिने होइन अहिले हामी प्रदीप एमएनकोहरू आउँदै रहेछन् अब एकछिन भेटौँ है ट्रेनिङमा आएको मान्छेहरूले भने चाहिँ एकदम बेस्ट क्या खतरा ठाउँ रहेछ क्या साइडतिर छिर्नु पर्ला हाम्रो दाइ हुनुहुन्छ टक्क पारमा जाउँ होइन आनन्द जाउँ ठिक छ ओ यही रहेछ बुवा बिएचएम कलेज हो हामी अहिले हामी फ्युचर बिएचएमै गर्ने हो यतापट्टि अब हाम्रो क्लासका 3 जना डनहरू छन् होइन सबै यहाँ 3-4 छन् के छ नि तिमीलाई मेरो क्यामेरा राम्रो देखाउँछ सिआरबी पुलिस गयो होइन हेलो भन्दै यहाँ यहीँ देख्नु हुन्छ यो बिएचएम कलेज एकाडेमी अफ बिएचएम अब एकछिन भेटौँ है त यो यही हो छोर होइन मेरो साइन एकदम प्रिसियस छ मेरो त्यहाँ साइन गर्दैछु होइन ऊ पनि एउटा भ्लगर हो तिम्रो च्यानलको सो अलाइट गाइस यिनीहरूले हल्ला गरे म एकछिनमा भ्लग गर्छन् इन गर्छन् एकछिन भेट्छ हामी के सुन्यौँ के सुन्यौँ होइन हाम्रो क्लासको सुनिना हो अनि मैले के नाम भन्दा एकचोटि केमा यो कुलिनरी एकाडेमी अफ कुलिनरी आर्ट्समा आएको होइन अनि हामीले चाहिँ हामीलाई म्यामले यहाँ अलिअलि सिकाइछन् यस्तो गर्ने उस्तो गर्ने भनेर के गर्नेहरू सिकाइछन् हो अब हामीलाई 4 दिनको ट्रेनिङ छ अब आज फर्स्ट दिनको ट्रेनिङ कस्तो हुन्छ म तपाईँहरूलाई ल्याउँछु अनि टक्क यो भ्लग चाहिँ म भोलि कलेज जाने भन्दा अगाडि पोस्ट हुन्छ तिम्रो नाम भन्दै नि त
त्यो पछाडिबाट बाइक आउँछ सन्ध्या हो फेसबुकको आइडी पनि साइडको चाहिँ रिस्ता हो यो सुलभ हो साइडको कहाँ रिस्ता हो सुलभ हो साइडको रिस्ता अनि यो सुलभ हो भन्दैछु त अनि यो चाहिँ अनि हाम्रो क्लासको सबैभन्दा ठुलो मान्छे हो सुमी भानिया अनि शिशिर भानियाको आफ्नै बहिनी हो होइन त यहाँ अनि उनी पर्छ अनि अब एकछिन भेटौँला है त अहिले चाहिँ हामीले खाँदैछौँ मिक्सीमा चाहिँ एकदम ठिकै लाग्यो है सम्राट चाहिँ धेरै मिस भयो सम्राट चाहिँ आउनु पाएन खाँदैछौँ मिक्सी ठिकै छ अब त्यो केटाहरू खाँदैछ नि देख्नु सक्नुहुन्छ एक्जाम पढेर रमाइलो छ के छ प्रदीप के छ भाउ त्यो केटाहरू खाँदैछ एकछिन भेटौँला है त गाइज अहिले चाहिँ हामी फाइनली इन्टर भइसकेको छौँ यतापट्टि हामी सिक्दैछौँ यतापट्टि अब हाम्रो क्लास हुँदैछ यतापट्टि चाहिँ बेडरुमहरू छ अनि त्यही यहाँ चाहिँ हाम्रो क्लास केटीहरू छन् यताबाट चाहिँ अब हामी टक्क सिक्दैछौँ अब हेरौँ जे सिकिन्छ नि त्यो एकछिनमा भेटौँला है त सो अलराइट गाइज चाहिँ हामी चाहिँ एचएम स्टुडेन्ट हो नि त अनि त्यसपछि अब हामी एचएम स्टुडेन्टलाई चाहिँ सिकाइरहेको हो कि खास गरी कसरी बेडी मिलाउने भनेर होइन यो चाहिँ सिकाइरहेको हो अनि मैले त्यतिखेर चाहिँ भ्लग गर्न बिर्सिछु अनि साथीले चाहिँ क्यामेराबाट गरिरहेको थियो अनि यहाँ चाहिँ मैले तपाईँलाई अब सिकाइरहेको भनेर भन्न पाएको थिइनँ नि त अनि त्यही भएर चाहिँ मैले पछि भोइस ओभर गरेँ हो है हामीले चाहिँ अहिले त्यहाँ बेड मिलाउँदैछौँ क्या म प्रतीक रोहन रिजन अनि हामीसँग सुजन छ हामी 5 जना मिलेर त अनि सबैजनाको ग्रुप बनाएको थियो अनि हामी 5 जना मिलेर बेड बनाएको थियौँ होइन त्यसपछि मैले र प्रतीकले चाहिँ यस्तो हतार गरेर होइन सरले चाहिँ हामीलाई ट्रायङ्गल मिलाएर बेड बनाउने भन्दै हुनुहुन्थ्यो क्या प्रतीक र म चाहिँ अनि हतार गरेर झ्यामझुम बेड उठाएर झ्यामझुम छिराएको थियो तर अनि भयो होइन हाम्रो बवाल पनि भएको थियो क्या हामीले चाँडो पनि गरेको थियौँ हाम्रो बवाल पनि भएको थियो है अब हेर्न सक्नुहुन्छ तपाईँलाई कस्तो लाग्छ अनि माया साथ सपोर्ट गरिदिनु होला अनि मेरो साथीको च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला तुमिना तामाङ छ साइडमा देखि पनि सक्नु होला अघि नै पनि त्यही हो माया साथ सपोर्ट गरिदिनु होला सबैजना भएर अघि बढ्नुपर्छ है त देख्न सक्नुहुन्छ हामी एचएमबाट विद्यार्थीहरूले बेड टक्क कन्स्ट्रक्सन गरिसक्यो सरले जसरी सिकाएको छ हामीले पनि त्यसरी गऱ्यौँ है हाम्रो केटाहरू सबजना मिलेर यत्रो गरेका छौँ है हाम्रो सर हो सक्नुहुन्छ हामीले बनाएको यो चाहिँ हामीले बनाएको थियो अब उनीहरूले बिहार फेरि बनाउँछ अब त्यही हो अब यता यिनीहरू सबैजनाले बनाउँदैछ छैन छोड्दै पैसा ल छोडिदियो सुझ कस्तो भयो त फिलिङ कस्तो भयो फिलिङ कस्तो भयो फिलिङ कस्तो भयो कस्तो भयो त फिलिङ सर हजुरको इन्ट्रोडक्सन दिनु मिल्छ सर हजुरको इन्ट्रोडक्सन दिनु मिल्छ यही इन्ट्रोड्युस होइन सर र मेरो नाम पनि एउटै छ सरले सुमा भ्लग सर्क भनिसक्नु भयो खुसी लाग्यो यतापट्टि हाम्रो केटीहरूले बनाउँदैछन् यहाँ सबजनाले बनाउँदैछन् होइन यिनीहरूले ओ हेलो भन्नु त
हेलो तिमीलाई राम्रो देखिएको छ भने यहाँ हाल ल ठिकै छ यस्तो राम्रो देखिएको थियो सबजनालाई यहाँ यो सम्झना स्वस्तिका कुशल तिमिना सुमिना अनि के अरे सम्झना भइहाल्यो मणि सुमी नवीना रिस्ता यो सन्ध्या यहाँ केटाहरू छ कस्तो भयो बबाल हो रमाइलो हामीले त कस्तो हामीले पनि पारा मिलाएको ठिक छ होइन सानो मिलाइ हामीले किङ साइज ठिक छ होइन रमाइलो भयो होइन रमाइलो भयो अब केटाहरू मिलेको छ यहाँ पूजन मिलन योगेश भाइ पूजनहरू सबजना मिल्यो तिमी नि यसकै हो यही ग्रुपको सन्ध्या ठिक छ केटाहरूले मिलाउँदैछन् राम्रोसँग मिलाएको यिनीहरूले चाहिँ ठुलो साइज मिलाएको हामीले ठ्याक्क मिडियम साइज मिलाएको यहाँ मेरो डन छ होइन यहाँ भिडहरू मिलाउँदैछन् अब एकछिन भेट्छ सबै एकछिन तिमीलाई भ्लगमा हाल्नु ला भने हाल्दैन भने मैले यस्तो मिहिनेत गरेर काम गरेको यहाँ छ रिजन यो होइन म नभएको यहाँ लासालिङ्ग हुने रहेछ होइन तिमी एकै प्रतीकसँग बोल्दैन यति प्रतीकले हाल्यो भन्दैन ऊ चाहिँ हाम्रो क्लासको विल्फर्ड हो एकै प्रतीकले हाल्यो भन्दैन प्रतीकले ऊ यही छ प्रतीक यहाँ छ हाल्यो भन्दैन उसलाई एक्चुली ठिक छ भ्लगमा चाहिँ प्रतीकलाई हाल्यो भन्छ त्यही भएर हाल्यो भने उहाँ चाहिँ हाम्रो सर हो यहाँको है त्यही हो यहाँ चाहिँ टिभी सबै रहेछ अनि आज हामीले सिकाएको चाहिँ तपाईँहरूलाई म देखाउँछु है हामीले R2, R3, R4, R5, R6 सबै सिकाएको छ हाम्रो के छ सब्सक्राइब गर्नु पर्यो है सबैलाई माया छ माया गर्नु पर्यो थुप्रो सबै हामी होइन अब सबले चाहिँ उसलाई गर्नु पर्यो सब्सक्राइब गर्नु पऱ्यो नि त सपोर्ट सब्सक्राइब गर्नु ल माया पनि गर्नु पर्यो होइन ल हामी आज हामी सिकाएको R1 यो देख्न सक्नुहुन्छ तपाईँहरूले R1 हो तपाईँलाई म सबै देखाइन्छ त व्याख्यामाबाट अघि नै हामीले सिकाउने R1, R2, R3, R4, R5, R6 अनि त्यसपछि हाम्रो TR 101 अनि यो के छ हाम्रो यो स्टेनलेस स्टिल सिक्यौँ होइन अनि हामीले यो तिम्रो के हामीले धेरै कुरा सिक्यौँ अन्त हामीले टास्कहरू धेरै सबै कुरा सिक्यौँ उसले टेबलमा छ अनि यसको काम भने चाहिँ बाथरुम क्लिन गर्ने हो यसको काम भने बाथरुमको हार्ड ठाउँहरू क्लिन गर्ने हो तपाईँ यो चाहिँ कसरी युज गर्ने भन्दाखेरि 1 लिटर पानीमा 30 ml हालेर अनि युज गर्ने हो है देख्न सक्नुहुन्छ अनि त्यही हो हामीले अब एचएम पढेको सकेपछि रमाइलो त गर्नु पऱ्यो त्यही भएर हामी टक्क सबै सिक्दैछौँ है अनि के छ सचिन दोस्त कपी प्याक गर्छ म चाहिँ ब्यागबाट कपी गरेर म टक्क ब्यागमा लिएर यहाँ आउँछु यहाँ मलाई सुमीको कपी ल्याएको यहाँ के हो टेबल टिभी देख्न सक्नुहुन्छ है हेलो गाइस यार सोम ब्लग्स हेलो देख्न सक्नुहुन्छ मेरो हेलो गाइस सब्सक्राइब द सुमन भ्लग सही हो होइन हाम्रो मिलन के अरे सन्तोष जोशी के छ हाम्रो शुभम भ्लगलाई चाँडोभन्दा चाँडो धेरै माथि पुऱ्याइदिनु होला धेरै सपोर्ट धेरै माया देखाइदिनु होला हाम्रो शुभम भ्लगलाई होइन धेरै माया छ हाम्रो शुभम साथीलाई हाम्रो यहाँ तुमिना छ यहाँ स्वस्तिका छ अनि म चाहिँ टक्क कपी सबै हालेर अब टक्क यसो ब्याग साइडमा घरसर त अहिले गइदिनु होला यस्तो रमाइलो भइरहेछ होइन यस्तो रमाइलो गरौँ अनि एकछिन भेट्नु भ्यालेन्टाइन डे आउँदा चाहिँ तिमीहरूलाई यस्तो बेड सेट मिलाउनु पऱ्यो भने शुभम भ्लगलाई टक्क कन्ट्याक्ट गर्नु सक्दा हुन्छ भ्यालेन्टाइन डेमा बेड सेट मिलाउनु पर्छ भने मलाई टक्क भनिदिनु सक्दा हुन्छ हामी बेड सेट मिलाइदिनु के हो भ्यालेन्टाइन डेको दिन बेड सेट मिलाउनु पऱ्यो भने शुभम भ्लग्सलाई भन्दा हुन्छ हामी टक्क बेड सेट मिलाइदिन्छौँ अनि थ्याङ्क यू सुलभ दोस्त मलाई घडी दिएकोमा अनि त्यही हो अब एकछिन भेट्नुपर्छ केटाहरूले फुटाइहाल्छ त्यहाँसम्म यसो एउटा फुटाइदिन्छु अनि एकछिन भेटौँला है त कलेजको सबैभन्दा ह्यान्डसम केटा यो केस भन्यो तिम्रो बारेमा केही भन्नु हेलो वाट्सअप कलेजको ह्यान्डसम केटाहरू कस्तो फिल भइरहेको छ कलेजको सबैभन्दा ह्यान्डसम केटा भने उयो भन्ने चिन्ता हुन्छ उसलाई फेसबुक आइडी त साइडमा आइरह होला कता जाउँ होइन मलाई चाहिँ क्या डर लाग्छ तर सुमी तिम्रो कपी त्यही छ ल सो अलरेडी गाइस सबजना लाइनमा जाँदैछन् प्रवेश दादा हुनुहुन्छ त्यसपछि प्रवेश दादासँगै पछि हामीसँग एउटा विवश दाइ हुनुहुन्छ होइन
यसो यसको भियरहरू होइन केटी भियरहरू चाहिँ यसो आउनु मलाई यसो एड गर्नु यसोतिर यस्तो ह्यान्डसम मान्छे केटीको खाँचो छ मलाई होइन एचएम पढ्नु कम फाइदा हुन्छ यस्तो रमाइलो कुरा सिक्न पाइन्छ बेड सेट मिलाउनु पाइन्छ पर्सि एउटा कुरा के थाहा छ पर्सि भ्यालेन्टाइन आउँदैछ कसैलाई बेड मिलाउनु पर्यो हामीले कन्ट्याक्ट गर्दा भ्यालेन्टाइन 500 रुपियाँमा तपाईँहरूले बेड फकाएको तपाईँले भने भन्दा खतरा मिलाइदिन्छौँ भने अब त्यही हो यहाँ अहिले लाज त लागिरहेको तर मलाई अब लाज हतारमा भर गर्दैछु ए हेलो भन्दै भने क्या तिमीलाई सो अलराइट गाइज हामीले खाना यस्तो खायो होइन मैले त दुईवटा खाएँ मैले थपी खाएको होइन खाना यही खायो है हामीले खाना चाहिँ खाएर गएको यही हो होइन त्यहाँभित्र म मासु चाहिँ थपेर खाना पाइनँ तर मैले भात चाहिँ थपेर खाइदिएँ होइन त्यो थपेर खाइदिएँ किनकि यस्तो भोक लागेको थियो कि आज मलाई होइन मासु खाइदियो मासु त तपाईँको 2-3 टुक्रा हाल्दा बढी चाहिँ आएको थियो जस्ट ल्यामै खाइयो खाएको होइन भनौँ न खाएपछि भन्नु पर्न अनि हामी अब यहाँ जानुपर्छ बिएचएम 4 वर्ष कुकिङ डिप्लोमा 1 वर्ष एमबिए 2 वर्ष र बिबिए 4 वर्षको ट्रेनिङ छ बार सबै छ अब चट्ट पार्नमा यहाँ जाउँ अब यहाँ क्यामेरा युज गर्न पाउँछु पाउनु थाहा छैन त्यो क्यामेरा युज गर्न पाइन्छ भने युज गर्छु पाइँदैन भने म बन्द गर्छु सो अब एकछिन भेटौँला है त अलराइट गाइज यताबाट चाहिँ खतरा है यतापट्टि मेजहरू टक्क अनि माथिबाट देख्न सक्नुहुन्छ सिलिङहरू अब उतापट्टि सिसाहरू छ टक्क उटिभी छ अनि यो चाहिँ तपाईँको यो कलेजहरू रहेछ क्या खास गरी होइन त्यस्तो कलेज रहेछ अनि केटाहरू सबै यतापट्टि छ देख्न सक्नुहुन्छ अनि उतापट्टि मान्छेहरू हुनुहुन्छ उतापट्टि हाम्रो सर होइसिन्छ अब हामी तपाईँ कताबाट जान्छौँ म तपाईँलाई देखाइहाल्छु होइन मेच पनि पाउने कलरको रहेछ अब एकछिन अहिले हामी आइरहेको चाहिँ फ्रन्ट अफिस देख्न सक्नुहुन्छ अनि अब चाहिँ हामीले बस्न पाउँछौँ जस्तो लाग्छ किनकि हामी अघिदेखि उभिएले थियौँ होइन हामी लगभग 2-3 घन्टा उठिसक्यौँ 11:30 बजी हजुर के भने मैले सुन्न 11:30 बजे 2:30 बज्छ हामी उभिएछौँ होइन क्लास लिइरहेको हामी विदेश मलाई चाहिँ कसो भने विदेश गएको जस्तो फिल आयो क्या म पहिला विदेश गइसकेको विदेश गएर पढेर आएको जस्तो फिल आयो होइन त्यहाँदेखि मेरो मिलाउनु देख्छ हामी विदेश गएर पढेर आएको फिल आयो म त तपाईँलाई ब्याक गर्छु विदेश गएर यो मेरो मामा हो होइन कलेजको यो केस भयो कतिको चाहिँ मिटिङमा आएको है गाइस सबै हामी फेरि अहिले नेपाल छोडेर अहिले हामी विदेशतिर आइसक्यौँ होइन हामी विदेश आएको कति दिन भयो हामी विदेश आएको भर्खर 3 घन्टा भयो हामीलाई सबजनाले वेल म्यानेज गरेर प्रिपरेसन गरेर छ सक्नु चाहिँ वर्क बिहेभियरहरू सबै लेखाएर छ हामी अलिकति म्यानरमा बस्नुपर्छ किनकि हामीले हाम्रो प्रोफेसनल्सको इज्जत राख्नुपर्छ प्रतीक सलोन सन्तोष निरन योकेश मिलन पूजन दिवस अनि प्रदीपहरू सबैजना हुन्छ म्याम आउनुभयो अब एकछिन भेटौँला है त अब हाम्रो कलेजमा पढ्न पर्ने हाम्रो कलेज चाहिँ खोपा कलेज हो क्या यो अहिले हामी अमेरिकामा खोपा कलेजमा छौँ अब अलिकति लेख्नुपर्ने काम छ अलिकति होइन अब हामी के लेख्न लाग्यो अब हामी फ्रन्ट अफिसको बारेमा अब एक्सटर्नल कसरी कल उठाउने बारेमा लेख्दैछौँ अब एकछिन भेटाउनु पर्छ है त सट्ट पारामा मिलन के ह्यान्डसम छ तपाईँहरूलाई अब कोही मन पऱ्यो भने यस्तो भन्नु लाग्छ साइडमा आइडिया आइरहेको त्यसको आइडिया आउँछ एकछिन भेटाउनुलाई यिनीहरूको बारमा रहेछ देख्न सक्नुहुन्छ बार जस रमाइलो हुन्छ यार यिनीहरूलाई बारमा भने अब हाम्रो बारको पालो भोलि छ है गाइस अहिले चाहिँ हाम्रो सबै सकिसक्यो आजको डे अलराइट गाइस चाहिँ आजको भ्लग यस्तै भयो रमाइलो भयो होला होइन जस्तो लाग्छ किनकि आज अब यो भ्लग तपाईँको 4 दिन कन्टिन्युसली आउँछ किनकि अब आज सिपिङहरूको गइरहेको थियौँ अब अरू कल रिसिप्सनको गइरहेको थियौँ भोलि पर्छ धेरै बाँकी नै छ रहने छ अहिले चाहिँ मामा हो यो नि मामा हो उयो रिजन हो होइन अब यस्तो 4 दिन यस्तै भ्लगमा आउँछ अहिले चाहिँ कलेजको गाडीमा फर्किँदैछौँ रमाइलो भइरहेछ अहिले चाहिँ 3:30-4 बजिरहेको छ अब चट्टपारामा घर जाउँ भने आज भ्लग चाहिँ यति नै होइन थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो इफ यु आर न्यू इन च्यानल लाइक च्यानल सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला लभ यु अल माई कोपेरियन्स टाइम है त